हेलो गुड मर्निङ सबैमा नमस्ते। आज चाहिँ हामी बुढाबुढी दक्षिणकाली माता दक्षिणकाली आमाकोमा दर्शन गर्न जाँदैछौँ। अहिले चाहिँ हामी बाटोमा हो। अहिले चाहिँ हामी यहाँ सभावती आमाकोमा आइपुग्यौँ। सभावती मन्दिर। हजुरहरूले हाम्रो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। अनि हाम्रो भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनु होला। अनि मन परेमा हाम्रो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। धन्यवाद। दक्षिण काली माता की जय, दक्षिण काली आमा की जय। पार्किङ गर्ने ठाउँमा आइपुग्यो साथीहरू। गाइस हामी चाहिँ दक्षिण काली मन्दिर गाडी स्कुटीहरू पार्किङ गर्ने ठाउँ आइपुग्यौँ है। हुन्छ मेरो कुरो। अब चाहिँ हामी दक्षिणकाली मन्दिरतर्फ लाग्दैछौँ गाइज। यहाँ हेर्नुहोस् होटेलहरू दर्शन गरेपछि खाजा खाना नास्ता व्यवस्था छ। यता शौचालय टोइलेट। मेरो बुढो चाहिँ अगाडि अगाडि हिँड्दैछ। दक्षिणकाली मन्दिरमा चाहिँ बोका कुखुरा परेवा यहाँ चाहिँ फोटोहरू बनाइन्छ है। हजुरहरू दर्शन गरेर फोटोसोटो पनि बनाउनु होला। सम्पर्क गाइज आउनुहोस् है, आउनुहोस्। फोटो दामी बनाइदिन्छु। ब्लग के हो? ब्लग आरकेजी ब्लग। ठिक छ, कन्ट्याक्ट गरिदिन्छु म। हेलो मोबाइलमा मात्र लाने, क्यामेरामा मात्र लाने, दक्षिणकाली एरिया मन्दिरको वरपर चाहिँ यस्तो अर्ग्यानिक दालहरू खानेकुराहरू, दाल भात मास के गुन्द्रुक सिन्की लसुन अर्ग्यानिक अचार खोर्सानी डल्ले खोर्सानी मुलाको अचार मस्यौराहरू पनि पाइन्छ।
सबै चिज पाइन्छ साथीभाइहरू। पूजाको सामान कसलाई राखिदिन्छ होला यताबाट होला नि कता हो यताबाट हामी मन्दिर प्रवेश गर्दै गरेको छु। जय दक्षिण काली आमा की जय। दक्षिणकाली आमाको दर्शन गर्ने दर्शनार्थी हेर्नुहोस् अहिलेसम्म यति लाइन थिएन। माला लाएर जय लक्ष्मीकाली आमा की जय, जय लक्ष्मीकाली माता की जय। सबैलाई रक्षा गर्नुहुन्छ, कृपा गर्नुहोस्, सबैलाई आशीर्वाद गर्नुहोस्।
दक्षिणकाली माता की जय, दक्षिणकाली आमा की जय, सम्पूर्ण भक्तजन की जय। आमाको दर्शन गर्नलाई सबै भिड भइरहेछ। यहाँ कुखुरा हाँस बोका पनि भोग खानुहुन्छ। मन्दिरको वरिपरि हेर्नुहोस् कसरी दर्शन गरेर सबैजना फोटोहरू खिच्नु हुँदैछ दर्शनार्थीहरू। मेरो बुढा चाहिँ मैले दर्शन गरिसकेँ, मेरो बुढा चाहिँ लाइनमा हुनुहुन्छ। कहाँ पुग्नु भयो? यता गर्नुभयो हातको हामी दक्षिणकाली माताको दर्शन गर्न आएको छौँ। दर्शन गरेर सक्यो। चलो चलो गोड़ लगे चला गोड़ लगे ए ना गोड़ लगे हेलो साथीहरू, हामी दक्षिणकाली माताको दर्शन गरेर फर्किरहेको छु। अब यहाँ चाहिँ दक्षिणकाली माताको माथिपट्टि चाहिँ एउटा पार्क जस्तो रहेछ। गाईको बच्चाले दुध खाइरहेछ आमाको, र चाहिँ मान्छेले दुध दुहिरहेको छ। अनि यहाँ
जराएर बाघ जराएर बाघको पनि छ यहाँ सिंह ल यता हेर ए मेरो मिसेस बुढी र म चाहिँ दक्षिणकाली माताको दर्शन गरेर फर्किँदैछु ल अब हामी फर्किँदैछ पार्क दक्षिणकाली आमाको माथिपट्टि पार्कमा बस्ने ठाउँहरू पनि सिटहरू पनि राखिरहेको छ यसो रेस्ट गर्ने ठाउँ र चाहिँ साथीभाइ हो हामी चाहिँ मन्दिर दर्शन गरिवरी फर्किँदैछौँ मेरो बुढो चाहिँ अगाडि अगाडि हुनुहुन्छ दक्षिणकाली आमा दर्शन गरेर आशीर्वाद थापिवरी भनौँ न परेवाले दक्षिणकाली जाने बाटोको छापमा पनि गुड गरेको रहेछ यहाँ राम्रोसँग परेवा बस्ने गुड भन्छ कि खोर भन्छ यहाँ रहेछ परेवाको खोर अथवा गुड हामी चाहिँ भाइहरू हामी चाहिँ अब दर्शन गरेर खाजा खानु लागेको गुरुङ भोजनालय हामी पनि गुरुङ भोजनालयमै छिर्दैछौँ है नास्ताको पनि व्यवस्था छ यहाँ सेल पकौडा माङ्पा समोसा हजुरहरू पनि आउनु भने यहाँ गुरुङ भोजनालयमा छिर्नु होला अब खाएपछि कस्तो टेस्ट छ पछि भनौँला गाइड साथी हो हामी चाहिँ खाजा खानु लागेको चना अन्डा चाहिँ आलु चप आलु समोसा खानु त बुढो हामी चाहिँ दर्शन गरेर खाजा खाएर अब घर फर्किँदैछौँ ल अब हामी दक्षिणकाली आमाको पूजा गरेर खाजा खाएर अब घर फर्किँदैछौँ र चाहिँ अब त्यो हजुरहरूले पनि यसो दक्षिणकाली माताले हामी सबै देशवासीहरूलाई सुस्वास्थ्य देश विदेशमा हुने विदेशमा हुने राम्रो होस् भन्ने बाखा
प्रार्थना गर्दछु दक्षिणकाली आमाले रक्षा गरून्, आशीर्वाद दिउन्, कृपा गरून् हाम्रो देश नेपाललाई, संसारभरिलाई नै, नेपाललाई मात्रै होइन। हामी चाहिँ अन द वे। ल है साथीहरू, दक्षिणकाली आमाको दर्शन गरेर आशीर्वाद थापेर घर पनि आइपुग्यौँ है। अब यो भिडियोलाई यही अन्त गर्छु। अब अर्को भिडियोमा भेटौँला। सी यू नेक्स्ट भ्लग। बाई बाई।